शेयर मार्केट भनेको के हो? शेयर मार्केट भनेको यस्तो प्लेटफर्म हो जहाँ हामी थोरै पैसा लगाएर करोडपति बन्न सकिन्छ। पैसा ही पैसा होगा। हो, यो साँच्चीकै हो। र अगर तपाईलाई पनि लाग्छ यो साँच्ची हो भने यो भिडियो पुरै लास्टसम्म हेर्नु होला। तपाईहरु सबै बुझिहाल्नुहुन्छ यो साँच्चीकै पैसा कमाउने ठाउँ हो। गाडी स्टार्ट कर। हम फर्स्ट। स्टार्ट हम फर्स्ट। गाडी चला। तपाईहरु पनि इन्फ्लुएन्सर युट्युबरहरुको लाइफस्टाइल, त्यसको महँगा गाडी, महँगा घर हेरेर यो शेयर मार्केटमा छिर्ने विचार छ भने अहिले नै रुकिहाल्नुहोस्। किनभने शेयर मार्केट पैसा कमाउने ठाउँ हो, बट करोडपति बन्ने ठाउँ होइन। किनभने शेयर मार्केट पैसा दिन्छ भने लिन्छ पनि। हामी पुरै नलेज हुनुपर्छ शेयर मार्केटको बारेमा, अनि मात्रै छिर्न मिल्छ। अगर बिना नलेजको हामी यस शेयर मार्केटमा घुस्यौं भने हामीले नोक्सान हुन्छ र हामी लसमा जान्छौँ। लस भएर हाम्रो धेरै तनाव हुन्छ। शेयर मार्केट एउटा यस्तो ठाउँ हो जहाँ अनरसिप सेल हुन्छ। मिन्स हामीले जस्तै फर इक्जाम्पल सम्झै कम्पनीले 1000 शेयर इस्यु गरेको छ र मैले त्यसमा 100 किता किन्यौं भने हामी त्यो कम्पनीको 10% ले अनरसिप गेन गर्न हुन्छ। भने 10% को मालिक हो त्यो कम्पनीको 10% ले। यस्तो हुन्छ शेयर मार्केट पनि। अगर तपाईहरु पनि चाहनुहुन्छ शेयर मार्केटमा जान, एन्ट्री गर्न चाहनुहुन्छ भने बिना नलेजको नजानु होला। म यही सजेसन दिन चाहन्छु। अगर तपाईहरु साच्चै शेयर मार्केटमा छिर्न चाहनुहुन्छ भने म अर्को भिडियो ल्याउने छु। त्यसमा शेयर मार्केटको स्टेप बाइ स्टेप बताउने छु। त्यो टाइप्स अफ शेयर मार्केट सबै कुरा त्यो भिडियोमा डिटेली बताउने छु। त्यही भएर मेरो च्यानललाई सब्स्क्राइब गरी बेल आइकनलाई प्रेस गरी अल गरिदिनुहोस्।